सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ शनिबारको दिन हो। सबैलाई गुड मर्निङ। चिया खानुभयो कि भएन, चिया बिस्कुट खानुभयो कि भएन। म चाहिँ यता यस्तो छु, कुखुरा चराएर मस्तले बसिरहेको छु, किनकि बिहानको मेरो ड्युटी तपाईँलाई थाहा छ। मैले कुखुराको भिडियो हालेको छु। तपाईँहरूले 1.5K भ्युज पुऱ्याइदिनु भएकोमा त्यसको लागि धन्यवाद भन्न चाहन्छु, धेरै नै। सबैजनाले कमेन्टमा कङ्ग्रेचुलेसन भन्नु पनि होला। र हेर्नुहोस्, यो गिराज एउटा दुईवटा तिनवटा चार पाँच छवटा होइन, टोटल लोकलहरू त्यही भइहाल्यो। ठुलो कुखुरा हो, त्यो भाले लाउँदैछ। ए खुट्टो छिरेको नि गाइजी। कहाँ गएको यसलाई? गाइज उयो लोकल कुखुरा चाहिँ खाना आउँछ जहिले होइन, सँगै गिरेजसँगै, अनि यिनीहरूलाई चाहिँ मिलाएर खुवाउने हो। अनि अर्को भाले छ है, यो चाहिँ डेन्जर रातो छ क्या। हो यो यसको सिर हेर्नु न गाइज। ल ऊ अर्को पनि आइपुग्यो, सानो पोथी। पानी खान चाहिँ यो पनि आइपुग्छ तन्किँदै भयो भने। हो कति बाटो छ गाइज, यो यस्तो राम्रो क्युट छ। अनि ऊ हाम्रो ठुलो भाले, त्यसले निकालेको हो। यसको जोडी प्रायः ऊ सेम त्यस्तै कलरको थियो। अनि त्यसको छोरो हो कि त्यसको जोडीको। कत्रो ठुलो भइसक्यो, अहिले 6 महिना भयो। पोथी उ त्यो भइहाल्यो सेतो, एउटा खाइदियो कुकुरले। अन्त 3टा थियो यसको जोडी। अनि त्यो फार्मबाट ल्याएको कोइलर पोथी। गाइज अब हाम्रो सेकेन्ड लटको कुखुरा हामी हालिरहेको छौँ। अब मैले त्यो चल्ला हालेपछि म भ्लग हाल्नेछु होइन। ऊ त्यहाँनिर छ सेकेन्ड लटको कुखुरा हाल्नलाई छ। फार्म रेडी छ